ओइ नानीहरु सुन न, यस्तो गर्मी छ, यस्तो ओ माई गॉड। यो पालि हामी घुम्न जाऊँ न है। ओ माई गॉड, वाउ वाउ, यसले त मेरो मनकै कुरा गरी। जाउँ, आजै जाउँ है। वाउ, आई एम सो एक्साइटिङ। म त घुम्न र खाना भन्ने बित्तिकै हुरुक्कै हुन्छु गर्ल्स। ल ल केटीहरू, तर हामी घुम्न त जाने, तर कुन ठाउँ जाने, कहाँ जाने, यो चाहिँ प्लान बनाउनु पर्यो के। कहीँ जाने होइन रानीहरू, हामी जाने भनेको त सिधै दुबई, दुबई जाने हो। पुरा त्यहाँ गइसकेपछि हाबिबी कम टु दुबई वाला त्योमा टिकटक बनाउने हो, बुझ्यौ कि नै? रानी आज बिहार जाने भन्न, के जानलाई हामीसँग पैसा छ, त्यत्रो बजेट छ। यही नेपालको कुनै ठाउँमा जाउँ न। ए राडीहरू कस्तो नखरा चटक देखाएको के राडीहरू पनि। म त जहाँ भने म त आई एम रेडी के, आई एम सो एक्साइटेड। छिटो जाउँ न बरु के। ल ठिक छ नि त, त्यसो भए तिमीहरूलाई त्यस्तै लाग्छ भनेपछि पोखरा टु मुस्ताङ जाऊँ न त, पोखरादेखि मुस्ताङसम्म। हो, यो चाहिँ बेस्ट है, बेस्ट। भोलि बिहान चाहिँ हामी बिहानै हिँड्नुपर्छ, सबै रानीहरू तिम्रो सबै रेडी भयो है, मेकअप सेकअप गरेर आऊ है। वाउ, म त आज राति सुत्दिनँ होला। म त अहिलेबाटै मेकअप गर्ने हो, लिपस्टिक लगाएर सिँगार्ने हो। मुस्ताङ। हेलो हेलो सुस्मिता, कहाँ छिस् के त? म आइज न छिटो, यहाँ म ट्रालीमा बसिसकेँ, जाने भने होइन मुस्ताङ। सरी यार, मलाई त मम्मीले पैसै दिनु भएन, सरी। पैसा दिनु भएन, फकिर रहेछस् नि त। त जस्तासँग जानु पनि छैन मलाई, बुझिस्? गुड बाई, बल कान्दिन्छु, म अर्कीलाई फोन गर्छु, साकिरालाई। हेलो साकिरा, कहाँ छौ तिमी? म यहाँ ट्र्याक्टरमा बसिसकेँ, छिटो आऊ न, पोखरा जाने होला यो ट्र्याक्टरमा, अनि मुस्ताङ जाने होला त। म त जान्न, मम्मीले जम्मा 200 रुपियाँ दिनुभयो, म त जान्न यार। एक नम्बर कि गरिब रहेछस्, तिम्रो जस्तीसँग म सङ्गत पनि गर्दिनँ। कट्टी, गुड बाई, टेक केयर, बाई बाई, टाटा, बलक। हजुर, तपाईँहरू पनि यदि यो बजेटकै समस्याको कारणले गर्दाखेरि घुम्ने कुरालाई बिचमै स्थगित गर्नु भएको छ भनेपछि हामी यात्रा मुक्तिनाथ टुर्स एन्ड ट्राभल्सलाई सम्झिनु होला है त। हाम्रो पोखरा टु मुक्तिनाथ धामसम्मको यात्रामा पाउने सुविधाहरू के छन् त है त? धुम्बा ताल घुमाउने, बागलुङ कालिका भगवती दर्शन गराउने, गलेश्वर महादेव धाम दर्शन गर्ने, तातो पानीमा नुहाउने, सुन्दर रूप से झरना घुमाउने, मार्फा भिलेज घुम्ने, कागबेनी धाममा घुमाउने, दर्शन गराउने, मुक्तिनाथ दर्शन गराउने, घुमाउने, जान आउन गाडीको सुविधा, रातको होटलको सुविधा, बिहानको नास्ता, बेलुकीको खाना, अनि त्यसपछि अन्य थुप्रै सुविधाहरू पनि एभाइलेबल छ है त। र अर्को कुरा, यदि तपाईँ पर पर्सन जाँदै हुनुहुन्छ भने सेयरिङ रुममा तपाईँको 6000 लाग्नेछ एक व्यक्तिलाई। यदि तपाईँ कपल जाँदै हुनुहुन्छ भने कपल रुमको लागि 6500। यदि तपाईँ सिंगल पर्सन प्राइभेट रुममा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँको लागि लाग्नेछ जम्मा 7500। र यदि टिम पिपल 4 को थ्रुबाट जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू प्रत्येक व्यक्तिलाई 500 रुपियाँ डिस्काउन्ट है त।